सुन्दा अचम्म लाग्न सक्छ, तर हाम्रो चन्द्रमा अब उपग्रह मात्र नभएर स्पेस स्टेसन बन्न गइरहेको छ। यो स्टेसन एक प्रकारको पेट्रोल पम्प जस्तै हुनेछ, जसलाई भविष्यमा रकेट रिफिलिङका लागि प्रयोग गरिनेछ। जब सन् 2018मा चन्द्रमाको दक्षिणी ध्रुव यानि कि साउथ पोलमा अरबौं टन पानी आइसको रूपमा रहेको पुष्टि भयो, तबबाट अमेरिका र चाइना बीच मुन रेस सुरु भएको छ। हालै अमेरिकाले सञ्चालन गरेको आर्टिमिस 2 मिसन पनि यही मुन रेसको हिस्सा हो। यो मुन रेसमा दुई समूहहरू रहेका छन्, जसमा अमेरिकाको आर्टिमिस प्रोग्राम अन्तर्गत अस्ट्रेलिया, जापान, क्यानाडा र अन्य युरोपियन राष्ट्रहरू गरी जम्मा 61 राष्ट्रहरू छन् भने चाइनाको समूहमा रहेको छाङउ प्रोग्राम अन्तर्गत रसिया, पाकिस्तान, इजिप्ट गरी कुल 13 राष्ट्रहरू रहेका छन् र सन् 2030 को दशकसम्ममा यी दुवै समूह चन्द्रमामा आफ्नो स्टेसन बनाउन चाहन्छन्।